तपाईँ नडराउनु ल। अहिले मैले फोन राखेँ। डराउनु पर्दैन, मैले त केही पनि सुनेको छैन। भुन्टीकी मितिनी सुकुमायाजी अब आउँछ मजा। दर्शकवृन्दहरू, एकातर्फ भुन्टीको नयाँ जीवन र पढाइ सुरु हुँदैछ भने अर्कोतर्फ भुन्टीकै रूप धारण गरेकी सुकुमायाको योजना भने पर्दाफास हुने जस्तो सम्भावना कथामा देखिएको छ। दर्शकवृन्दहरू, यति बेला सुकुमायाले भने आफ्नो श्रीमानसँग भुन्टीको रूप धारण गरेको बेला सुकुमायाले आफ्नो श्रीमानसँग फोनमा बोल्दै गर्दा भने यति बेला भुवनले देखेका छन्। हो साथीहरू, अब भुवनले के गर्ला त सुकुमायालाई त चिनिसकेका छन्। यो मेरो बुहारी भुन्टी होइन भनेर थाहा पाइसकेका छन्। अब के गर्ला त भुवनले? यति बेला भुन्टी सिरियलको कथाले भने एउटा नयाँ मोड लिने जस्तो सम्भावना देखिएको छ। हो साथीहरू, यति बेला सुकुमायाले आफ्नै आवाजमा आफ्नो घरमा फोन गर्दा भने यति बेला भुवन दाइले देखिसकेका छन्। साथीहरू, अब ठुलो दाइले सुकुमायाको असली रूप भने थाहा पाइसकेका छन्। हो साथीहरू, अब ठुलो दाइले के गर्ला त? किनकि भुन्टीकी मितिनी सुकुमायाको त्यस घरमा कुनै पनि अधिकार छैन। या त भुवनले भने यदि भुवन असल मान्छे हुन् भने यति बेला सुकुमायाको साथ दिन्छन्। यो कुरा भने कसैलाई पनि भन्दैनन्। यदि भुवन दाइ साँच्चीको असल छन् भने यो कुरा भने कसैलाई भन्दैनन्। र यता गाउँमा पनि आफ्नै मितिनी भुन्टीलाई बचाउनको लागि सुकुमायाले भुन्टीको रूप लिएको कुरा भने थाहा भइसकेको छ। हो साथीहरू, यति बेला सुकुमायाको गाउँमा भने एकजना केटीले भने थाहा पाइसकेकी छे। त्यसै कारण भने अब भुन्टीको रूप धारण गरेकी सुकुमायाको योजना भने असफल हुने जस्तो देखिन्छ। अब भने कथाले एउटा नयाँ रूप लिनेछ। अब के होला त साथीहरू भुन्टी सिरियलको नयाँ भागमा? तपाईँहरू भुन्टी सिरियलको पर्खाइमा को हुनुहुन्छ? प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु भने पक्कै पनि नबिर्सनु होला है। र तपाईँहरू भुन्टी सिरियलको नियमित दर्शक हुनुहुन्छ भने हाम्रो भिडियोलाई अहिले नै लाइक गरेर सब्सक्राइब पनि गर्नुहोला। साथीहरू, अब भद्र र भुन्टीको नयाँ जीवन सुरु होला त? नयाँ जीवन सुरु हुनुपर्छ भन्ने चाहनुहुन्छ कि चाहनुहुँदैन तपाईँहरू? यदि तपाईँहरू पनि नयाँ जीवन सुरु हुनुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा भुन्टी र भद्रको नयाँ जीवनको सुरुवात हुनुपर्छ भनेर लेख्न भने पक्कै पनि नबिर्सनु होला है त। त्यस्तै यता सुकुमायाको योजना अब सफल होला कि नहोला? यति बेला भुन्टी सिरियलको कथा भने एकदमै तनावपूर्ण मोडमा पुगेको छ। हो साथीहरू, अब के होला त? भुवन दाइले भुन्टीको रूप धारण गरेकी सुकुमायाको साथ देलान् कि नै? यदि भुवन दाइ साँच्चीकै सच्चा मान्छे हुन् भने यति बेला सुकुमायाले भने साथ दिन्छन्। साथीहरू, तपाईँहरू पनि सुकुमायाको योजना सफल हुनुपर्छ र यता भुन्टी र भद्रको नयाँ जीवनको सुरुवात हुनुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नुहोला। अहिलेलाई पनि यति नै। हस्त नमस्कार।